हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई न्यू ब्लग नयाँ दिन नयाँ ब्लगसँगै फेरि पनि आएको छु म अनि वेल हामी चाहिँ अहिले काहीँ सुत्रेछौँ र पारी अलमदा त्यो स्ट्याचुवाला जिजसकोमा यसुकोमा जाने भन्ने कुरा हो बिन्ती सिङ्गुल अप्रेल भन्ने अच्छा हामी यहाँ छौँ अनि दाई पाठक दाई जस हामी जाँदैछौँ है लेट्स गो अगाडि बारगाउँमा भेटौँला लेट्स गो त्यहाँबाट बस माथि जान्छ कति नम्बर जान्छ भन्ने कुरा मात्र हो लेट्स गो टु बारको द्याट्स वेटिङ फर अस बवाल सनसेट भ्यू होइन टक्लाहरूलाई हेर्नु टक्लाहरूलाई अरे हिँड गयो सनसेट हामी चाहिँ बारको बसिसक्यो ए टक्लु यस्तो छालमा यस्तो पार्छ भनेको पार्यो क्या मजाले आफै हल्लेर होइन विजय दाइ कतिको हल्ला त नि बारकोले हल्लाउँछ भनेर अझ माथिल्लो तलामा नबसेर तल्लो तलामा बसेको अझ निस्किसके हामी यहाँ छौँ अब फर्कँदाखेरि होइन अगाडि जाऊँ माथि कता गइन्छ 3022 चढ्दैछौँ है हामीलाई हामी चाहिँ भनेपछि विजय दाइ के अरे भनेपछि आफ्नै गाउँमा नि चिनेनन् कस्तो हल्लाउने रे चस्माले नि चस्मा ल तल जानुपर्छ स्टुल के यस्तो चिनो हो बेदाले चिन्नुपर्छ आफ्नै गाउँमा लेट्स गो अगाडि लेट्स गो लेट्स गेट अफ यतापट्टि हो क्या हो कतापट्टि हो म्याप हेर्नु त क्रिस्टो रोय म्याप हेर्नु क्रिस्टो रोय यता हो कि यताबाट हो कि त्यहाँबाट हो कि पक्की माथि त्यहाँबाट हुनसक्छ सनसेट हेर्न आएको होइन अब रात परिसक्यो पाठक दाइ के हेर्न आएको रे रातिमा क्रिस्टो रोय ल तर भ्यू चाहिँ बवाल देखिन्छ किन लाइट हुन्छ नि त उतापट्टि लिस्बनमा होइन लेट्स गो यो पनि नयाँ एक्सपिरियन्स हो बवाल तरिकाले हेर्नुपर्छ लेट्स गो अपस्टेयर्स अरे कहाँ रे गोविन्दले खस्यो यस्तो तल भएर यस्तरी हातले टाउको बचाएको मुन्टो खस्यो माथि कहाँ मन्दिरमा अँ पहिला यस्तो माथि चढ्ने भित्ता निकिलो प्रेती भन्दै अँ माथि गएर लन्डी गोबेरमा दुइटा अँ गोबेर म बुझेको थिएँ गोबेरलाई यसो पानी लिएर जाने क्या त्यसलाई पानी फर्केर जान्छ क्या त्यो माथि गएर लडेको खस्यो अगाडि गएर यस्तो हात छोपेर मैले टाउको बचाएको गोविन्द दाई हो र यो गोविन्द दाईले कमेन्ट हान्नु है गोविन्द दाईले कमेन्ट हान्नु हामी जानु लागेको चाहिँ यहाँ हो कि यसको ठ्याक्क फेदमा जस हिँडिरहेको छौँ बसबाट निस्केर तर यहाँबाट चाहिँ बवाल देखिँदो रहेछ क्या भ्यू चाहिँ बवाल क्या हामी चाहिँ जाने त्यहाँ हो यताबाट जाऊँ गाडी आउने बाटो छ यार भित्र जानु पर्यो वेल हामी आयो क्रिस्टोको ठ्याक्क तलतिर होइन यता पनि भिडियो बन्दैछ होइन बत्ती हो क्या रातो बत्ती हो क्या यो नजारा हेर्नु कि यो नजारा पारी लिस्बन विन्ती सिङ्गु दि अब्रेल यसको नाम अनि यता क्रिस्टो रोयको जिजस अलिक रात पर्यो अनि यता सनसेटको भ्यू अनि हल्का रात पर्यो नभए त बवाल मजा आउँथ्यो होइन
यहाँ चाहिँ जस्ट फोटोसुट हुँदैछ होइन पछाडिको भ्यूसँगै बेदाइ हामी त दिउँसोमा आएको थियौँ नि त त्यति बेला त रात परेर निकालिदियो गाई हामीलाई निकाल्ने टाइम भयो निकाल्ने टाइम भएर निक्लेको तर त्यो बेलामा हामी आउने बेलामा नि दाइ हामीलाई निकालेको थिएन के राम्रो टाइमिङमा आएर तर ठिक भयो यति नै हो कि यहाँ स्पेन्ड गर्ने टाइम रातिको स्पेन्ड गर्ने टाइम त धेरै थियो अलिकति होइन धेरै थियो तर त्यस्तै हो गयो अब बस चढ्ने हो के चढ्ने हो आज एउटा लेट्स गो अहिले चाहिँ हामी माथि गएर फर्केर यो भ्यूदेखि ठाउँ गएर फर्केर बारको चढेर लिस्बन जाँदैछौँ फेरि अलमदाबाट दाइहरू लेट्स गो अहिले चाहिँ माथि बस्ने है माथि माथि यहाँबाट माथि जाऊँ पुरा खाली छ पुरा जहाँ बस्यो नि हुन्छ क्या जहाँ बस्ने औँ झ्यालतिर बसौँ न झ्यालबाट बाहिर त केही देखिन्न एक घन्टामा बस्ने होइन 3 टा एकचोटिमा बस्ने यहाँ बस्छु म होइन पानीको झ्याकझ्याकै बारेमा हामी चाहिँ अब निस्किन्छौँ यहाँबाट पनि बिदा हुन्छौँ होइन आजको यात्रालाई यहीँ टुङ्ग्यौँ अनि फेरि अर्को भिडियोसँगै भेटौँला त्यति बेलासम्मलाई स्टे ट्युन स्टे ह्याप्पी अनि हिट द सब्सक्राइब बटन है त चाओ